बंगलादेशको कानुनले आज मृत्युदण्ड दियो। अनि यो देशका दलालहरू, हिजो बानेश्वरमा युवाको हत्या गर्नेहरू, यो देशका विभिन्न तह र तबकामा बसेर यो देशका युवाको हत्या गर्नेहरू आज पनि विभिन्न सामाजिक सञ्जालबाट जेएनजीलाई चुनौती दिइरहेका छन्। 2 महिनाको संघर्षमा हामीले के पायौं र के गुमायौं यसको मूल्याङ्कन हामीले गर्नुपर्ने हुन्छ। हामीलाई यो सरकारमाथि सन्देह लाग्न थाल्यो। जति यो जेएनजीहरूको जान गएको छ कहीं उहाँहरूको षड्यन्त्र हैन नि। अब हामीले फेरि विद्रोह गर्नु पर्यो भने तपाई यो देशमा हैन यो संसारबाटै हामी बिदा गरिदिन्छु तपाई। हामीले सुशीला कार्की नेतृत्व सरकारलाई हामीले 2 महिनासम्म हामीले उहाँका काम कार्य र सबै कुरा हेरेका थियौं। उहाँले जेएनजीका माग अनुसार उहाँले काम गर्न सक्नु भएन र उहाँको कुनै पनि काम सबै काम उहाँका शङ्कास्मक देखिँदै गए। त्यसको विपक्षमा सम्पूर्ण युवाले आवाज उठाउँदै जानुभयो र आज हामी करिब 2 महिनाको पनि बीचमा पुगिसकेका छौं। सम्पूर्ण साथीहरू, जेएनजीका साथीहरू, अन्य कार्यक्रम, अन्य देशैभरि भ्रष्टाचार विरुद्ध, देशमा विथिति विरुद्ध यो देशलाई बचाउनु पर्छ भनेर जुनसुकै तह र तबकाबाट आफ्नो महत्त्वपूर्ण यो देशलाई योगदान दिएका साथीहरूलाई म यहीँबाट आउनुस्, सबै साथीहरू मिलेर जानुपर्छ। एकजनाले मात्र यो देशको मुहार फेर्न सक्दैन। दलालहरू, यो देशमा दलालहरू धेरै छन्, यो देशमा भ्रष्टहरू धेरै छन्, यो देशमा हत्याराहरू धेरै छन्, यो देशमा बलात्कारीहरू धेरै छन्। यो देशकै चेलीहरू आज यो देशमा सुरक्षित छैनन्। यिनीहरूसँग हामी एक्लै लडेर सक्दैनौँ। यो दलालहरूसँग सम्पूर्ण साथीहरू मिलेर यिनीहरूलाई यो देशबाट निमिट्याउन पार्नुपर्छ। यो देशबाट निकाला गर्नुपर्छ। यो दलालहरूलाई, यो हिजो देश बेच्ने दलालहरूलाई यो देशबाट निकाला गर्नुपर्छ। यो देशका छोरीहरूलाई, निर्मला पन्त जस्ता यो देशका चेलीहरूलाई बलात्कार गर्ने दलालहरूलाई टुडी खेलमा ल्याएर झुन्ड्याउनु पर्छ। त्यसकारण सम्पूर्ण साथीहरूलाई एकजुट भएर अघि बढ्न पनि म अनुरोध गर्न चाहन्छु। हिजो बंगलादेशमा नरसंहार मचाउने हसिनालाई बंगलादेशको कानुनले आज मृत्युदण्ड दियो, मृत्युदण्ड सुनायो। अनि यो देशका दलालहरू, हिजो बानेश्वरमा युवाको हत्या गर्नेहरू, यो देशका विभिन्न तह र तबकामा बसेर यो देशका युवाको हत्या गर्नेहरू आज पनि विभिन्न सामाजिक सञ्जालबाट जेएनजीलाई चुनौती दिइरहेका छन्। जेएनजीलाई आतंककारी घोषणा गरिरहेका छन्। जेएनजीलाई फेरि पनि चुनौती दिइरहेका छन्। जेएनजीलाई फेरि पनि उत्साहमा, जेएनजीलाई फेरि पनि मुठभेडको अवस्थामा अघि सार्न यी दलालहरू, यी हत्याराहरू फेरि पनि जेएनजीलाई धम्क्याइरहेका छन्। आज हाम्रा घाइते साथीहरू माइती घरमा हुनुहुन्छ, त्यही ठाउँमा गएर यी दलालहरूले फेरि हाम्रा साथीहरूलाई सुरक्षा चुनौती थपिरहेका छन्। बंगलादेशमा युवाको हत्या गर्नेहरू फाँसीको सजायमा सुनाइरहँदा यो देशका युवा तपाईको ढुङ्गाका हुन्, यो देशका युवा माटोले बनेका हुन्। बंगलादेशमा त्यसरी युवाको हत्या गर्नेहरू आज फाँसीको सजाय सुनाइरहँदा नेपालमा दिनदारै युवाका हत्या गर्ने हत्याराहरू अहिले पनि चारैतिर सुरक्षा घेरामा बसिरहेका छन्। चारैतिर उनीहरू अझै पनि भाडाका गुण्डाहरू किनेर युवाहरूमाथि फेरि पनि यो देशको अस्तित्वमाथि, यो देशको युवामाथि धावा बोलिरहेका छन्। यिनीहरूलाई पनि नेपालको कानुनले मृत्युदण्ड दिनुपर्छ। यदि यिनीहरूलाई यो सरकारले, यो सुशीला कार्की नेतृत्वको सरकारले यो काम गर्न सक्दैन भने तपाईहरु राजीनामा दिनुस्। अब जेएनजीले फेरि सरकार बनाउँछ र यो दलालहरूलाई, यो हत्याराहरूलाई हामी मृत्युदण्ड दिन्छौं। हामी त्यो कानुनको व्यवस्था गर्छौं, संविधान संशोधन गर्छौं, प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था गर्छौं। हामी गर्छौं। त्यो मुटु, त्यो आँट, त्यो क्षमता अहिलेको सक्षम र राम्रा युवाहरूमा छ। तपाईले यो देशको युवालाई नजरअन्दाज गर्नुभएको, यो देशको युवालाई जिस्क्याउनु भएको, यो देशको युवाहरूसँग तपाई के लड्न खोज्नु भएको, भिड्न खोज्नु भएको। 36 वर्षदेखि यो देश लुट्नेहरू, 36 वर्षदेखि
यो देश कब्जा गर्नेहरूलाई 24 घण्टामा बालुवाटारबाट लखेट्यो नि युवाहरूले, सिंहदरबारबाट लखेट्यो नि युवाहरूले। त्यसैगरी फेरि पनि म तपाईहरुलाई भन्न चाहन्छु, यो देशको युवाहरूलाई नचलाउनुस्। अब जसरी साथीहरू शान्ति तरिकाले वार्तामा गइरहेका छन्, हाम्रा माग पूरा गर्नु पर्यो भनेर जसरी विभिन्न ठाउँमा कार्यक्रम गरिरहेका छन्, यो साथीहरूलाई फेरि आक्रमण गर्नुभयो भने तपाईहरु हिजो भागेर पनि यही देशमा हुनुहुन्छ। अब हामीले फेरि विद्रोह गर्नु पर्यो भने तपाई यो देशमा हैन, यो संसारबाटै हामी बिदा गरिदिन्छु तपाईहरुलाई। म भन्न चाहन्छु, जेएनजी का मर्म र भावना विपरीत तपाईहरु फेरि पनि जेएनजी लाई तपाई धम्काउने तर्साउने। आज पनि मेरो घरको तल सिभिलमा 15-16 जना साथीहरु आएर तपाईहरु ढोकामा ढकढक्याएर के गर्न खोज्नु भएको? यो देश मैले बेचेको हो, यो देश जेएनजीले बेचेको हो, यो देशका युवाले बेचेको हो। तिम्रै बाउहरु, तिम्रै नक्कली बाउहरुले यो देश बेचेको होइन। लिपुलेप, लिङ्गियाधुरा, कालापानी हाम्रो भन्न नसक्ने दलालहरू, यो देशका सीमाहरू, यो देशका नदी नाला बेच्ने दलालहरू तिमीहरुका बाउ। अनि सुरक्षा चाहिँ अनि यो देशका युवा थुनिनु पर्ने, हामी तपाईको हत्यारा भइदिनु पर्ने, हामी यो देशको बलात्कारी भइदिनु पर्ने तिमीहरुकै बाउहरू तपाईहरुको पार्टी भित्र छैनन्। हिजो तपाईको छोरीहरुलाई, यो देशको छोरीहरुलाई बलात्कार गर्ने तिमीहरुकै कार्यकर्ता होइनन्। तिमीहरुकै छोराहरू पालेर, गुण्डाहरू पालेर बनाएका छोराहरू होइनन्। अनि हामीहरुमाथि निगरानी बनाउने अनि निकोलस भुसाल लगायतका युवाहरूलाई बोलेकै भरमा गिरफ्तार गर्ने सुशीला कार्कीले के गर्न खोज्नु भएको? यो देशमा राणा शासन लागू गर्न खोज्नु भएको हो। म तपाईलाई यही बाटो भन्न चाहन्छु, यो देशका युवाहरूसँग फेरि पनि चल्ने र जिस्किने काम गर्नुभयो भने तपाईहरुलाई फाँसीको सजाय होइन, यो देशबाटै, यो संसारबाटै तपाईहरुलाई बिदा गरिन्छ भन्दै मेरा 2 शब्द यही टुङ्ग्याउँछु। धन्यवाद। पत्रकार मित्र साथीहरू लगायत हाम्रा सहभागी आउनुभएका सम्पूर्ण साथीहरूलाई हार्दिक नमस्कार र स्वागत। साथीहरू, हाम्रो यो जेएनजी आन्दोलन यो आजदेखि हैन, लगभग 2 महिना हुन लाग्यो। 2 महिनाको सङ्घर्षमा हामीले के पायौँ र के गुमायौँ यसको मूल्याङ्कन हामीले गर्नुपर्ने हुन्छ। हामीलाई सन्देह लाग्न थाल्यो, हामीलाई यो सरकारमाथि सन्देह लाग्न थाल्यो। जति यो जेएनजीहरूको जान गएको छ, कहीँ उहाँहरूको षड्यन्त्र होइन नि, कहीँ जेएनजीहरूको बलिको बोकरा बनाएको त छैन नि। ठुला ठुला दलका उहाँहरूको कार्यकर्ताहरूले पार्टीको लागि जे गरे नि, एउटा संरक्षण हात उठाएको हुन्छ। तर यो जेएनजीले, निस्वार्थ जेएनजीले आज देशमा एकरूपता भएर यत्रो ठुलो बदलावको लागि लडेका थिए। तर आज यही सुशीला कार्कीजीले हाम्रो केही अलिकति पनि कतै जग्गा र ठाउँ दिएका छैनन्। हामी आन्दोलन के लागि गरेका थियौँ साथीहरू? सुशीला सरकारले हामीलाई संरक्षण गर्ने ठाउँमा हामीले शोषण भएको महसुस भइरहेछ। हरेक ठाउँबाट डर धम्की जस्ता महसुस भइराखेका छन्। वीर शहीदका आत्मासँग खेलवाड भइराखेको जस्तो फिल भइरहेछ। अपराधीहरू बाहिर र युवा शक्ति जुन लडेका छन् त्यो भित्र राख्न कोसिस गरिरहेका छन् र असली जेएनजी बाहिर र नकली जेएनजी मौज गरिराखेका छन्। हामीले यो कुरामा अवलोकन गर्नुपर्ने हुन्छ। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो एउटा मन्तव्यमा, आफ्नो एउटा इन्टरभ्यूमा के भन्नुभएको थियो कि हामी 10-15 जना मिल्यो भने यो देशको भ्रष्टाचारलाई 5-7 दिनमै खत्म गर्छौँ। यो सम्पूर्ण व्यक्तिलाई थाहा छन्। तर आज 2 महिना 6 दिन 5 दिन हुन लाग्यो। के गरेका छन् हाम्रा यहाँ प्रधानमन्त्रीज्यू सुशीला कार्कीज्यू? यसमा विचार गर्नुपर्ने कुरा छ कि छैन? अहिलेको सरकार, गृहमन्त्रीज्यूले यत्रो बच्चा गरेका, सुशीला कार्कीज्यूले यत्रो बच्चा गरेका, जेएनजीको अधिकारको लागि यत्रो ठुलो वाचा गरेका थिए। तर के वाचा पूरा भयो त? हाम्रा देशमा जेएनजी साथीहरू आफ्ना सङ्गठन खोलेर बस्नुभएका छन्। प्रदेशमा हेर्नुहोस्, स्थानीय सरकारमा, नगरपालिकाहरूमा हेर्नुहोस्, हरेक ठाउँमा एउटा तपाईँको ग्रुप बनाएको छ।
हामी लडिराखेका छौँ। भन्छन् एउटा डिसिप्लिन र एउटा मोटिभेसनलले। मोटिभेसनल भनेको तपाईँको जुन पनि व्यक्ति छ नि समयमा आफ्नो इफोर्ट देखाएर बदलावको लागि लडेका हुन्छ र केही समय केही पर्यो भने पछाडि हुन्छन्, त्यो हामी मोटिभेसनलको रूपमा जान्छौँ। तर डिसिप्लिन भनेको हामी चाहिँ एकरूपता भएर सोचेर समय साक्षेप राखेर टाइमिङको उ गरेर र हामीले सिचुएसन बुझेर अगाडि बढ्छ र हामी सम्पूर्ण जेनजीहरूले जो जहाँबाट हुनुहुन्छ एकरूपता हुनु सङ्गठनात्मक तरिकाले अगाडि बढ्न एकदम जरुरी देखिएको छ। हामी फुटेर बस्यो भने हाम्रो माग र हाम्रो चाहना कहिले पुरा हुनेवाला छैन। हाम्रा देशका जनता धेरै सोझा साझा छन्। धेरै मान्छेहरूले आफ्ना दुःख प्रकट गरेर समस्या देखाएर लोभ्याएर लुट्ने काम गरेका हुन्छन्। म यो सरकारलाई भन्न चाहन्छु, तपाईँ जेनजी साथीहरूले यो देशमा बेरोजगार त छन्, धेरै साथीहरू पनि बेरोजगार छन्, समस्याले ग्रसित भएको हुनाले आज लडिराखेका छन्। तर बेरोजगार साथीलाई म यो भन्न चाहन्छु, हाम्रो जेनजी साथीलाई यो भन्न चाहन्छौँ, हामी हरेक सब्जेक्टबाट ज्ञान गुण भएका छौँ। हामी इजकल टु एमसीएस को पनि थाहा छ, हामीलाई पराबोलिकको फर्मुला पनि थाहा छ, हामीलाई केमिकल रिएक्सन पनि थाहा छ र हामीलाई युरेनियम 235 र 236 को बारे पनि थाहा छन्। समय पर्यो भने हामी यो पनि उपयोग गरौँला र देशको बदलावको लागि हामी हाम्रै देशका युवाहरूले डाक्टर पनि पढेका छन्, इन्जिनियर पनि पढेका छन्, आर्किटेक्चर पनि पढेका छन्, इन्डस्ट्रियल कन्स्ट्रक्सनको पनि नलेज राखेका छन् र कानुन विज्ञ पनि छन् र कानुनको पनि ज्ञान छन्। राजनीतिको र नजान्ने होला तर देश कसरी बनाउन सकिन्छ यो चाहिँ फर्मुलेट हामी सम्पूर्ण जेनजीहरूसँग छन्। त्यही भएर म सम्पूर्ण जेनजी साथीहरूलाई भन्छु, तपाईँ संगठन जता राखे तापनि जब तक संगठित हुँदैन, संस्थागत हुँदैन, तबसम्म हाम्रो माग पुरा हुन एकदम गाह्रो हुन्छ। सम्पूर्णजना एकजुट हौँ र हाम्रो मागलाई, हाम्रो हिम्मतलाई बढाएर अगाडि बढ्नु भन्ने म आफ्नो 2 शब्द टुङ्गाउँछु। नमस्कार।